यस्तो कुरा चाहिँ राजाहरूसँग मात्रै हुन्थ्यो। विवेक पुर्याउने कुरा चाहिँ राजासँग राजाहरूसँग मात्रै हुन्थ्यो। उनीहरूले यसो हेर्थे, अब काहीँ चाहिँ अब म छक्क पर्थेँ के। अब तपाईँले पनि सुनेको तर अन्डरलाइन नगरेको एउटा पात्र भन्छु म, यस्तै खालको कुरा हो त्यो पनि। जस्तो महाकालीको बडा हाकिम चाहिँ जोन्देन उक्याप बनाउँथे क्या राजाले, महाकालीको। अनि मेचीको अञ्चलाधीश चाहिँ छिरिङ तेन्जिङ लामा बनाउँथे फेरि राजाले। यो चाहिँ मलाई तपाईँले देखाउनु मन लाग्यो। मैले फोटो एउटा सामाजिक सञ्जालमा भेटेँ है। कर्णाली अब्दुर नै झिक्कै झिक्कै माया तमलाई। यो चाहिँ 1,33,749 भोट समानुपातिकमा ल्यायो रासोपाले। उता नेपाल काठमाडौँ बाहिर पनि छ, यो देश कर्णालीको पनि हो। व्यवहारिक यो 4,657 भोट। अनि कर्णालीबाट उहाँले 1 सांसद दिनुभयो, यताबाट दिएन भनेर यसरी कम्पेयर पनि गरिरहेको छ। यसलाई कसरी हेर्नुहुन्छ तपाईँ? अब यो त अब राजनीति पनि हुन सक्ने भयो, किनभने राजनीतिज्ञहरू यस्तो कुरामा टाठा पनि हुन्छन्। अब उतापट्टिको चाहिँ विवेक नपुगेको पनि हुन सक्ने भयो, विवेक पनि त पुग्नु पर्यो नि। यस्तो कुरा चाहिँ राजाहरूसँग मात्रै हुन्थ्यो। विवेक पुर्याउने कुरा चाहिँ राजासँग मात्रै हुन्थ्यो। उनीहरूले यसो हेर्थे, अब काहीँ चाहिँ अब म छक्क पर्थेँ के। अब तपाईँले पनि सुनेको तर अन्डरलाइन नगरेको एउटा पात्र भन्छु म, यस्तै खालको कुरा हो त्यो पनि। जस्तो महाकालीको बडा हाकिम चाहिँ जोन्देन उक्याप बनाउँथे क्या राजाले, महाकालीको। अनि मेचीको अञ्चलाधीश चाहिँ छिरिङ तेन्जिङ लामा बनाउँथे फेरि राजाले। अनि काहीँ मुसलमानलाई अगाडि बढाउँथे। काठमाडौँमा चाहिँ तपाईँले नाम सम्झिनु भएको छ, मैले बिर्सेछु, चौधरी भन्ने थिए सुनसरीका। काठमाडौँमा चाहिँ चौधरी भन्ने थिए, एकजना सुनसरीका हुन् तिनी चाहिँ। यसरी हिसाब गर्थे। सबै वर्गलाई समुदायलाई चाहिँ राजाले चाहिँ समेट्थे। जस्तो ऋतु वर्ण, त्यो त नाम तपाईँले सुन्नुभएको भए नाता पर्छ कि, ऋतु वर्ण तुम्बाम्फे। हजुर, सुन्नुभएको छ नाम? नाम सुने जस्तो लाग्यो, तर मेरो आफन्त पर्दैन है। तेर्थुमको हो उहाँ, अहिले हुनुहुन्छ कि हुनुहुन्न थाहा छैन। ऋतु वर्ण, उहाँ भेरी अञ्चलाधीश हुन्। मैले उहाँलाई नेपालगञ्जमा भेटेको थिएँ होइन। अब किन यसो गरेको होला भनेर म अहिले फर्केर हेर्छु कि सकेसम्म चाहिँ यो जातीय कुरा, अरू कुराहरू। हिजो मात्रै 5 दिन अगाडि मात्रै मेरो एकजना रसुवाको साथीसँग चाहिँ यसरी कुराकानी आदान प्रदान हुँदै थियो। राजाको सवारी थियो हेलुम्बु। हेलुम्बु गएपछि साधारण त्यहाँका हिमाली जाति हुन्छन् त्यहाँ होइन। हेलुम्बु यो रसुवातिर हिमाली जाति हुन्छन्, ठुलो जनसङ्ख्या उनीहरूको हुन्छ।